आज चाहिँ बुके लिएर प्राप्ति कहाँ जाँदैछ त। हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज बिहानै सबै काम सकिसकेपछि हतार गरेर मैले दिदीको लागि बुके बनाएर म उहाँलाई भेट्नको लागि निस्केँ। दिदी आएको पनि धेरै टाइम भइसकेको थियो र मेरो पनि टाइम म्यानेज नभएको कारणले भेट्न जानु पाएको थिएन। सो आज चाहिँ दिदी पोखरा जाने कुरा थियो, उहाँको 2 बजेको फ्लाइट थियो। सो म चाहिँ हतार गरेर निस्किँदैछु उहाँलाई भेट्नको लागि। दिदीलाई चाहिँ मैले जीवनमा पहिलोचोटि भेट्न जाँदै थिएँ। सो लेट्स डु समथिङ न्यू भनेर मैले उहाँको लागि सानो बुके बनाएँ, तर एकदमै हतार भएको कारण राम्रो नबने तापनि दिस इज फर यु। मैले चाहिँ बाटोमा जाँदा मेरो एकजना साथीलाई कल गरेर इन्फर्म गरेको थिएँ। आजसम्म मैले भनेको कुरा कुनै पनि नाइ भनेको छैन उसले। सो म एयरपोर्ट पनि पुगेँ र ऊ अलरेडी त्यहाँ आइसकेको थियो। म अलरेडी ढिलो पुगेँ। सो दिदीहरूको सामान म्यानेज गर्नको लागि अलरेडी बोर्डर पास गरिसक्नु भएको रहेछ। लिटरली लट्स अफ प्रब्लमको सामना गरेर चाहिँ मैले फाइनली दिदीलाई भेटेँ। एयरपोर्टमा जुन प्रब्लम आएको थियो त्यो प्रब्लम मलाई र मेरो साथीलाई मात्र थाहा छ र हामीले दिदीलाई पोखराको लागि बाइ बाइ गरेर एयरपोर्टको काम सबै सकिसकेपछि मैले 2 जना साथीहरूलाई भेटाएँ, जुन चाहिँ हामी सबै 3 जना सँगै पढेको थियौँ। भेटेर एकछिन कुरा गरिसकेपछि एकजना साथीलाई हामीले एयरपोर्टमै बाइ बाइ गऱ्यौँ। घर जानुभन्दा पहिले एयरपोर्टमा बसेर के कुरा भयो सुन्नुहोस् है त। म एयरपोर्टमा छु साथी। म त जान्न होला गरौँ क्या, म त जान्न होला, गाडी पनि पाएको छैन साथी। हवाईजहाज चढ्न नि पैसा छैन, हवाईजहाज चढ्न नि पैसा छैन। भगवान मलाई पैसा हालिदेऊ न कसैले। होइन त्यो फ्रीमा लग्यो हुन् न र, पैसा लिइहाल्नु पर्छ र। यसरी हाम्रो फन्नी कुराकानीलाई यहीँनिर भेट मार्दै हामी भन्ने लाग्यौँ बसबारतर्फ। साथी पठाउ गरेर गइसक्यो, म भने फेरि एक्लै अर्को पठाउ खोलेर बसिरहेको छु। हजुरहरूलाई थाहा नै छ कि मभन्दा मेरो साथी धेरै पहिला गएको थियो, तर बस पार पुगेर मैले उसलाई कोर्नु पर्यो। सुन्नुभयो होला उसको ढिलो हुनुको कारण। खासमा हामी बस पार चाहिँ दसैँको लागि टिकट लिन गएको थियौँ। बल्ल टिकट पनि काटिसकेपछि हामी 2 जना लाग्यौँ खाजा खानु। त हामी चाहिँ खाजामा एउटा मिक्स फ्रुट अनि अर्को चाहिँ मोमो अर्डर गऱ्यौँ र खाना थाल्यौँ गम कि गम। हामी एउटै गाउँको छिमेकी, त्यसमाथि एउटै स्कुल एउटै क्लास सँगै बसेर पढेको साथ। तर स्कुल लाइफ पछि यति लामो समयपछि भेट भएको थियो हाम्रो। भेट हुँदा चाहिँ यस्तै हो, मिठो कुरा गरेर खाजा खाँदै गर्दा यसो साइडतिर हेरेको त यहाँनिर एउटा पसल रहेछ, जुन पसल मैले अनलाइनमा देखेको थिएँ। मलाई केही सामानहरू पनि चाहिएको भएर हामी त्यहाँ गएर सामान हेर्दा मलाई यो युकेसी तर एकदम धेरै मन परेको, तर ल्याउन चाहिँ पाएन, साइज नै पाएन। अनि मैले अरू सामान हेरेर के चाहिन्छ हामी किनिसकेपछि हामी दुवैजना आफ्नो गन्तव्यतिर लाग्यौँ। तर त्यसपछिको भिडियो मसँग भएन। हुनुको रिजन चाहिँ त्यही हो, फोन अफ हुनु आँट्यो अनि मैले लास्टमा भिडियो बनाउनै बिर्सेछु हतारको कारण। यसै गरी आजको अ डे इन माई लाइफ वाला भिडियो यहीँनिर अन्त्य गर्न चाहन्छु। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो।